पहिला त्रिवेणी महेशपुर हैन यो पनि थिए। त्रिवेणी र महेशपुरलाई अपग्रेड गरियो हैन। इन्डियाको दबाबमा अपग्रेड गरेको हामीले उहाँको चाहिँ के अरे त्रिवेणी चाहिँ, किनभने उतापट्टि चाहिँ नि पारिपट्टि चाहिँ इन्डियाको कस्टम्स खोल्यो, त्यो भएर दुवैतिर कस्टम्स हुनुपर्छ के, त्यो भएर त्यो दबाबमा खोलेको हो हैन। अनि खोलेर चाहिँ हामीले चाहिँ महेशपुरलाई हाम्रो ट्रेड अलिकति बढेको कारणले खोलेको हो। सुकौलीमा त्यहाँको व्यापारीहरूको दबाबमा खोलेको हैन। विभिन्न कारणहरू छन् त्यो खोल्नुका हैन। हामीले म चाहिँ के पक्षमा छु भने यस्ता सानसाना नाकाहरू खोलिनु हुँदैन। नेपाललाई कतिवटा इन्डियासँग ट्रेड गर्नलाई कतिवटा नाका चाहिन्छ त, त्यति एउटा मात्रै खोल्नुपर्छ भन्ने पक्षको मान्छे हो कि। मान्छेहरू के भन्छन् भने यहाँ छोटी भन्सारमा काट्न देऊ भने, त्यो काट्न दिने त्यहाँ काट्न दियो भने त्यहाँबाट अर्को तस्करी गर्छ। हाम्रो त त्यस्तो समस्या हो सुनिन्छ हैन। त्यो गर्नलाई व्यापारीले आफूले किनेको खरिद बिल कहाँको छ भन्ने चाहिँ तपाईहरुले हेर्दिनु भयो भने यो आफै कन्ट्रोल भइहाल्छ, बुझ्नु हैन। तपाईले उसले तस्करीबाट ल्याएको सामान चाहिँ खरिद गर्दिनु भएन भने यसै हुन्छ नै हुन्छ, अधिक मूल्याङ्कन नै हुन्छ नि मलसारमा त हैन। त्यो मुख्यमन्त्रीले भनेको कुरा नि मलाई मज्जा लाग्यो के, सबै ट्रक चाहिँ दिन दहाडी छोड्नु छ। छोड्या त हो नि, दिनदिनै 800 ट्रक छोड्या छ त मनसार डुइडु यहाँ छ, तर प्रक्रिया पुर्याएर आएको छ भन्न बिर्सिनु भएछ कि उहाँले। त्यो चाहिँ सोध्नु होला है।